मैले थर्सडे मात्रै लङ भिडियो हाल्छु भनेको, तर यो रिसेन्ट अहिलेको बालेनको जुन नेपालको हट टपिक छ त्यसमा मलाई पनि 2 लाइन बोल्न मन लाग्यो। भारतले मात्रै नेपालको जमिन मिचेको होइन, नेपालले पनि मिचेको रहेछ भन्ने बालेनको स्टेटमेन्टलाई, अब बालेन नभनौँ, बालेनज्यू हाम्रो प्रधानमन्त्री ज्यूको स्टेटमेन्टलाई मान्छेहरूले कसरी नेगेटिभ सोचिरहेछन् होइन। अब यो चाहिँ यस्तो छ कि उहाँले कुनै पनि कुरा एउटा प्रधानमन्त्री भइसकेर आफ्नो गल्ती स्वीकार्नु समाजको अगाडि यो ठुलो हिम्मत चाहिन्छ है। पहिलो कुरा यो बुझ्नुहोस्, साइकोलोजी यो बुझ्नुहोस् कि उहाँले शान्तिपूर्वक कुनै काम हुन्छ भने त्यसलाई वारतिर किन लग्ने भन्न खोज्नु भएको, यो पनि बुझ्नुहोस्। अब जस्तो इरान र अमेरिकाको त्यसपछि उता चाहिने होइन त्यो वारहरू वर्ल्ड वारहरू चलिरहेछ, त्यो बिचमा हामी इन्डिया नेपाल चाहिँ त्यस्तो सानोतिनो कुराहरू भटिराख्नु पर्दैन। यो स्टेटमेन्ट एउटा दिनुभयो, यसको मतलब यो होइन कि उहाँ चाहिँ राष्ट्रघात हो, राष्ट्रघात भएर त्यो स्टेटमेन्ट होइन कि उहाँले जे हो त्यही बोल्न खोज्नु भएको। तर एउटा मात्रै के गल्ती भयो भने प्रुफ सहित यहाँ भएको रहेछ भनिदिएको भए सबै त चित्त बुझ्थ्यो। तर अब उहाँले चाहिँ त्यसको लागि त होमवर्क गर्नै बाँकी छ, त्यसको लागि त टेबल टक गर्नै बाँकी छ। सो अहिले नै रिजल्ट ओरिएन्टेड सबै काम हुँदैन नि त। एउटा टपिक चाहिँ उहाँले पनि थाहा पाउनु भएको, जस्ट त्यसलाई चाहिँ प्रुफ र त्यसलाई चाहिँ सर्ट आउटको लागि त अझै पनि टाइम उहाँले लिनुभएको छ, काम गर्नुहुन्छ होला अवश्य पनि। नयाँ थट, नयाँ जेनेरेसन, नयाँ साइकोलोजी र कुटनीतिक भन्छ क्या यसलाई, कुटनीतिक कुराहरू चाहिँ हामीले नबुझिकन आफैले आफैलाई दुःख दिइरहेको छौँ, रिसाइरहेको छौँ। ल अब एउटा त त्यो उसले के भन्दै थियो, ल अब होइन नेपाल बेचिसक्यो, नेपाल त बेचिसक्यो, नेपाल त लगिसक्यो इन्डियाले, अब त हाम्रो केही अस्तित्व छैन यहाँ त्यहाँ भनेर त्यो एउटा मोटी मोटी बहिनी के हो त्यसको नाम मैले बिर्सेँ, उसले बनाइरहेको थियो कि भिडियो। अनि त्यसपछि म त यति हाँसो लाग्यो, हे भगवान्, मान्छेलाई यति केही बोल्न हुँदैन, कति ठुलो कुरा बनाएको, कति चाहिने बोल्नलाई जे पनि बोलिदिने। ओ माई गड, मलाई त यति हाँसो हाँसो पनि लाग्यो। त्यस्तो हुन्न